हिमालका अग्ला चुचुरादेखि तराईका समथर फाँटहरूसम्म एउटा नयाँ युगको सुरुवात हुँदैछ। आजको यो गहिरो विश्लेषणमा हामी उपलब्ध तथ्याङ्क र अनुसन्धानमा आधारित रहेर नेपालको भविष्यको एउटा यस्तो चित्र हेर्दैछौँ जुन सुन्दा कुनै विज्ञान कथा जस्तो लाग्न सक्छ। तर पख्नुहोस्, तथ्याङ्क र प्रक्षेपणहरूले देखाएको बाटो अर्कै छ। आउनुहोस् 2030 सम्मको मार्गचित्र तय गर्ने त्यो सम्भावित नेपालको यात्रा गरौँ। 2030 को नेपाल कल्पना होइन, परिवर्तनको सुरुवात। सुन्नुहोस् त, यो भनाइ यसले आफैमा एउटा गहिरो अर्थ बोकेको छ। स्रोत सामग्रीले स्पष्ट रूपमा औँल्याएको छ कि हामी यहाँ हावादारी सपना बाँडिरहेका छैनौँ। हामी ती परिवर्तनहरूको कुरा गर्दैछौँ जसको जग आज अहिले नै बसिसकेको छ। खण्ड 1, 2030 को नेपाल। कल्पना गर्नुहोस् त, पहाडदेखि तराईसम्म फैलिएको कालो पत्रे सडकको सञ्जाल। यसको सिधा अर्थ हो अब हाम्रा दुर्गम गाउँहरू एक्लिएर बस्नुपर्ने छैन। ती गाउँहरू सिधै काठमाडौँ, पोखरा र बुटवल जस्ता सहरहरूसँग जोडिनेछन्। अनि यी सहरहरू क्रमशः स्मार्ट सिटीमा रूपान्तरण हुँदै जाने प्रक्षेपण छ। यो केवल बाटोको विस्तार होइन, यो त सिङ्गो भूगोल र अर्थतन्त्रलाई एउटै धागोमा उन्ने काम हो। खण्ड 2, जलविद्युत, अर्थतन्त्रको इन्जिन। 20,000 मेगावाट सुन्दा एउटा सामान्य अङ्क जस्तो लाग्ला, तर नेपालले 2030 सम्ममा हासिल गर्ने यो लक्ष्यले देशको समग्र आर्थिक मुहार फेरिदिने शक्ति राख्छ। हिमालबाट बग्ने हाम्रा नदीहरू साँच्ची भन्नुपर्दा देशकै सबैभन्दा ठूलो सम्पत्ति हुन् भन्ने कुरा यसले प्रमाणित गर्छ। अनि यो यति धेरै ऊर्जा के हामी आन्तरिक खपतमा मात्रै सीमित राख्छौँ त? पक्कै होइन। हाम्रा विशाल छिमेकीहरू भारत, बङ्गलादेश र सम्भवतः चीन हाम्रा प्रमुख निर्यात गन्तव्य हुन्। यी ठूला अर्थतन्त्रहरूलाई बिजुली बेचेर अर्बौं डलर राजस्व भित्र्याउने एउटा यथार्थपरक अवसर हाम्रो सामुन्ने छ। हो, यही जलविद्युत क्षमता नै नेपालको आर्थिक क्रान्तिको सबैभन्दा बलियो आधार हो। खण्ड 3, नयाँ युगको कनेक्टिभिटी। अहिले काठमाडौँदेखि पोखरा पुग्न कति समय लाग्छ र कति गाह्रो छ त्यो हामी सबैले भोगेका छौँ। तर सोच्नुहोस् त, फास्ट इलेक्ट्रिक रेलमार्ग निर्माण वा एक्सप्रेस वेको स्तरोन्नतिपछि यो दूरी मात्र 1 घण्टामा छोटिन सक्छ भन्दा पत्यार लाग्छ। यो कुनै विज्ञान कथा होइन। पूर्वाधार र प्रविधिको सही सदुपयोग भयो भने यो पूर्ण रूपमा प्राप्त गर्न सकिने ठोस लक्ष्य हो। उपत्यकाभित्रै पनि हेर्ने हो भने बढ्दो ट्राफिकलाई व्यवस्थापन गर्न मेट्रो रेल र मोनोरेल जस्ता आधुनिक यातायात प्रणालीका योजनाहरू अघि बढ्दैछन्। पूर्ण कार्यान्वयनमा केही समय पक्कै लाग्न सक्छ, तर शहरी यातायातलाई आधुनिक र प्रभावकारी बनाउने यो यात्राको सुरुवात भने भइसकेको छ। यसले पक्कै पनि एउटा नयाँ आशा जगाउँछ। खण्ड 4, प्रविधि र युवा भविष्य। अब आउनुहोस् आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको दुनियाँमा। 2030 सम्ममा यी प्रविधिहरूको एकीकरणले अवसरका नयाँ ढोकाहरू खोल्नेछ। सबैभन्दा क्रान्तिकारी कुरा के छ भने हाम्रा युवाहरूले विदेशी भूमिमा नगइकन आफ्नै घरमा बसेर रिमोट वर्क मार्फत विश्वव्यापी आय आर्जन गर्न सक्नेछन्। बढ्दो स्टार्टअप संस्कृति र नयाँ टेक हबहरूले नेपाललाई दक्षिण एसियाकै एउटा उदयमान टेक गन्तव्य बनाउँदैछ। तर एउटा कुरा पक्का हो, नेपाल टेक हब बन्ने सपना त्यत्तिकै पूरा हुँदैन। यसका लागि केही आधारभूत शर्तहरू पूरा हुनै पर्छ। पहिलो, इन्टरनेटको गुणस्तर र पहुँचमा व्यापक सुधार। दोस्रो, आजको समय सुहाउँदो प्राविधिक शिक्षा। तेस्रो, नयाँ आइडियालाई फल्न फुल्न दिने स्टार्टअप फन्डिङ। र चौथो, सायद सबैभन्दा महत्त्वपूर्ण, नीतिगत निरन्तरताको लागि स्थिर सरकार। यी 4वटा खम्बाहरू बलियो भए भने मात्र यो प्राविधिक जागरण सम्भव छ। प्रविधिको कुरा गर्दा हाम्रो पुरानो शक्ति पर्यटन क्षेत्रलाई कसरी बिर्सिन मिल्छ र? यसले पनि अब नयाँ उचाइ लिनेछ। हिमाली भूभागको सदुपयोग गर्दै साहसिक खेल, हाम्रा सांस्कृतिक र धार्मिक सम्पदामा आधारित आध्यात्मिक पर्यटन अनि प्रकृतिको संरक्षण गर्दै गरिने इको टुरिज्म, यी बहुआयामिक आकर्षणहरूले विश्वभरका पर्यटकहरूलाई नयाँ सिराबाट नेपालतर्फ चुम्बकले जस्तै तान्नेछन्। खण्ड 5, यथार्थ र सम्भावना। अब अलिकति रियालिटी चेक गरौँ। 2030 सम्मै देशभरि कुना कुनामा मेट्रो वा रेल नेटवर्क पुग्छ भन्नु सायद अलि बढी नै चुनौतीपूर्ण छ। एउटा यथार्थ हो, तर यसको अर्थ प्रगति नै हुँदैन भन्ने होइन। काठमाडौँ पोखरा जस्ता लक्षित र विशेष हाई स्पिड कोरिडोरहरू निर्माण हुनु पूर्ण रूपमा सम्भव छ। हामीले हाम्रा अपेक्षाहरूलाई यही यथार्थको धरातलमा राखेर हेर्नुपर्छ। एउटा भनाइ छ नि,
नेपाल पूर्ण रूपमा स्विजरल्यान्ड जस्तो तुरन्त नबन्न सक्छ। तर आजको नेपालभन्दा धेरै आधुनिक, धनी र प्राविधिक रूपमा उन्नत पक्कै हुनेछ। साँच्चै भन्नुपर्दा हामीलाई अरू कुनै देशको हुबहु नक्कल गर्नुपर्ने छैन। हामी हाम्रै स्रोत र प्रविधिको सम्मिश्रणबाट एउटा आफ्नै छुट्टै र सम्पन्न पहिचान निर्माण गर्दैछौँ। अब अन्त्यमा म एउटा प्रश्न छोडेर जान्छु। 2030 को यो भव्य परिकल्पनालाई साँच्चीकै यथार्थमा बदल्न आजै अहिले नै हामीले चाल्नुपर्ने सबैभन्दा आधारभूत कदम के होला त? सोच्नुहोस् त। यो त्यो प्रश्न हो जसले हामीलाई भविष्यको सपना मात्र देख्नु होइन, वर्तमानमा काम गर्न प्रेरित गर्छ। भिजन त तयार छ, तर अब पालो कार्यान्वयनको हो।